साथीहरु अहिले चाहिँ पानी यस्तो आइसकेको रहेछ हेर्नुस् है। हेलो साथीहरु, सेवा नमस्ते सबैजनालाई। वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। गाइस, हामीहरू चाहिँ धरानको एकदमै चर्चामा रहेको ठाउँमा आइसकेको छौँ साथीहरु। यो चाहिँ कहाँ भन्नुहुन्छ भने हजुरहरूले यो चाहिँ सम संस्कृति पार्कमा आइसकेको छौँ हामीहरू। अनि हाम्रो सारदाहरू पनि आइसक्नु भएको छ, इटरीबाट दिदीहरू, सारदाहरू, सालीहरू आइसक्नु भएको छ हैन साथीहरु। अनि यहाँ हामीहरू नआएको नि धेरै दिन भइसकेको थियो हैन, धेरै दिन थुप्रो दिन भइसकेको थियो। अनि के कस्तो हुँदैछ है अब हेर्नेछौँ हैन, तपाईहरुलाई पनि देखाउनेछौँ साथीहरु। खोला पनि ठुलो आइसकेको छ हैन, पानी पनि एकदम सफा रहेछ है। पानी चाहिँ पर्छ होला एकछिनमा। मौसमको भर हुँदैन, घरि घाम लाग्छ घरि पानी पर्छ। उता चाहिँ हाम्रो माया रहने बेसार रहेको छ, अर्ग्यानिक बेसार हैन। एसटीएस रक गार्डन यो चाहिँ साथीहरु। यहाँ सबै साथीहरु श्रमदानबाटै बनाएको हैन। यहाँ चाहिँ यता सरकारको बजेट चाहिँ 1 रुपैयाँ पनि लागेको छैन, सबै श्रमदानबाटै बनाएको साथीहरु। साली नमस्ते, दिदी नमस्ते। दाइ दाइको हाम्रो दाइको नि भिडियो जाँदैछ। अलिअलि मात्रै हो, हाम्रो दाइ पनि ब्लगर हुनुहुँदैछ अलिअलि। हजुर साथीहरु, यहाँ चाहिँ कलर गर्नु पनि थालिसकेछ हैन, कलर गर्दै रहेछ। जस यही मात्र एउटा बाँकी थियो, अब यहाँ पनि है कलर गर्नु हुँदै रहेछ। यो चाहिँ दामी भयो, अब चाहिँ दामी हुन्छ। अब यहाँ कलर चाहिँ बाँकी थियो, यहाँ गर्नै पर्ने थियो यहाँ, फाइनली गर्नुभएछ। राम्रो भयो। अब टोलीहरू चाहिँ आउँदैछ यता। साथीहरु चाहिँ एसटिभी गार्डन हो हैन। तपाईहरुलाई पहिला पनि देखाइसकेको छु हैन, एसटिभी गार्डनहरु सबै यताको। फुलहरु पनि फुल्नु थाल्दै रहेछ साथीहरु। हामीहरु चाहिँ अब सम संस्कृति पार्कमा छिर्छौँ होला हैन भित्र। भन्दै दाइ पनि भ्लग बनाउनु न सानो मिनी भ्लग। होइन, मेरो त उयो भिडियो मात्रै हो भाइ, मेरो त भिडियो मात्रै होइन, केही हुँदैन। होइन, म चाहिँ सिक्दछु। मेरो यता हाम्रो भाइ नै मेरो गुरु हो, गुरु कि होइन सिक्दछु म पनि। ल साथी, यो चाहिँ अन्नपूर्ण क्षेत्र होइन। यहाँ हाम्रो माननीय ज्यूले यहाँ यो ठाउँलाई नाम दिनुभएको अन्नपूर्ण क्षेत्र। ल साथीहरू, कस्तो मजाले गर्नुभएछ होइन। आम्मामा घाँसहरू पनि काटिसक्नु भएछ, फुलहरू पनि कस्तो मजाले कटिङ गर्नुभएको होइन साथीहरू। कस्तो मजाले कटिङहरू गर्नुभएको है। ल साथीहरू, हामीहरू चाहिँ सम संस्कृति पार्कमा आइसकेको छौँ है। मान्छेहरू पनि भिड नै हुनुहुन्छ आज आइतबार भएर पनि होइन। पानी पनि कस्तो सफा भएको रहेछ। संस्कृति पार्क गाइस, टिकटको चाहिँ 20 रुपैयाँ मात्र रहेको छ हैन।
बच्चादेखि बुढासम्म सबैले रुचाउनु भएको ठाउँ हो क्या यो चाहिँ धरानको सबैजना आउनुहुन्छ यसो रमाइलो गर्नु बसेर गफसफ गर्नु ठाउँ आज आइतबार भएर केटाकेटीहरूको पनि यो छुट्टी छ तर एक्जाम पनि सक्यो होला कसैको लु जाउँ त जो खोइ दाइ त अगाडि आमा तुफान कुद्नु हुँदैछ दाइ ल साथीहरू यस्तो दामी भइसकेको छ है ल साथीहरू यो चाहिँ हर्क बात यहाँ लेख्नु भएको छ होइन यहाँ बेल्चा गैतीहरू छ होइन अनि यहाँ पाइप पनि तान्नु भएको छ यहाँ ढुङ्गा बोकिराख्नु भएको छ है अनि यहाँ बस्ने ठाउँहरू पनि कस्तो मजाको छ फेरि साथीहरू यहाँ उसोमा अलिकति होइन चिसो पनि हुन्छ क्या त्यसै गर्मी पनि हुँदैन है यता यो ठाउँमा चाहिँ यतातिर होइन आउन नि आऊ यता चाहिँ हाम्रो माननीयज्यूको मूर्ति पनि रहेको छ साथीहरू है माननीयज्यूको मूर्ति रहेको छ होइन र साथीहरू यहाँ पहिला रोप्नु भएको थियो होइन रुखहरू पनि कस्तो ठुल्ठुलो भइसकेको छ अब त लगाइ यो चाहिँ गोर्खा चौतारी हो होइन इन्डियन आर्मी र ब्रिटिस आर्मीले बनाउनु भएको यो चाहिँ चौतारी है गोर्खा चौतारी एकदम दामी छ है साथीहरू यो चाहिँ कलरहरू पनि कस्तो मजाले खेलाउनु भएको छ कलरको प्याटर्नहरू पनि राम्रो लाग्यो मलाई गोर्खा चौतारी यता चाहिँ घाँस काट्नु हुँदै रहेछ यो चाहिँ पहिलानेकै साथीहरू यस्तो हुँदो रहेछ है अब अहिले त कस्तो आइसक्यो है यो त पुरानो ठाउँको है पुरानो डिजाइनको ल साथीहरू गोर्खा चौतारी यस्तो रहेको छ है हेर्नुहोस् कस्तो दामी छ है फोटो भिडियोहरू पनि कस्तो मजा लाग्छ कलरिङ नै यस्तो राम्रो छ नि त साथीहरू है फेरि डिजाइन पनि त्यस्तै छ दामी यता चाहिँ हाम्रो फोटो खिच्ने छ होइन हाम्रो टोलीहरूले ल साथीहरू माथि पनि बस्ने ठाउँ छ है ट्याक्क बस्नु सक्नुहुन्छ हजुर आएर यहाँ ट्याक्क रिल्याक्स गर्नु सक्नुहुन्छ है यसरी ठ्याक्कसँगले बस्ने ठाउँ पनि है बस्नेको चाहिँ साथीहरू कमी छैन है बस्नेको चाहिँ कमी छैन है ट्याक्कै जान्छ चारैतिर छ है कस्तो मजाको आएको यता फोटोसुट हुँदैछ हाम्रो टोलीहरूको हाम्रो नानीहरू पुरा रमाउँदैछ लगाइ अब हामीहरू चाहिँ होइन आराधरान जान्छौँ आराधरानमा यसो हेर्नु लगाइ यो चाहिँ आराधरान हो होइन आराधरान पहिला पुर्खाहरूले यसरी नै होइन साथीहरू आराहरू काट्नुहुन्थ्यो त्यही भएर यो आराधरान राखेको है साथीहरू अनि मान्छेहरू पनि धेरै नै हुनुहुन्छ आज होइन गमलाहरू पनि मजाले फुटपाथहरू पनि कस्तो मजाको बनाउनु भएको छ है अब तपाईँहरूलाई पहिला नि मैले त यो ठाउँ देखाइसकेको होइन साथीहरू अब पनि आज यसो घुम्न आएको नि धेरै दिन भयो नआएको यहाँ त्यही भएर पानी पनि एकदम सफा आइरहेको छ हेर कस्तो छ होइन ट्याक्क यता चाहिँ चिन्डो रहेको छ खाइदियो
चस्मा झन्डै ल साथीहरू यो चाहिँ आएर धरन रहेको छ है यो चाहिँ रोजन आर्ट यहाँ रोजन आर्ट सरले गर्नुभएको यो चाहिँ मूर्ति बनाउनु भएको है ल साथीहरू अब म चाहिँ एकछिन बस्छु है अब तपाईँहरूलाई यो ठाउँ त देखिसक्नु भएको होला आइसक्नु भएको होला होइन पहिला पनि हजुरहरूलाई देखाइसकेको मेरो भ्लगमा कति राम्रो आएको बेला चाहिँ यसो साथीहरू बनाऊ भनेर है के अरे राम्रो ब्याकग्राउन्ड ब्याकग्राउन्ड चाहिँ राम्रो छ साथीहरू म चाहिँ एकछिन यहाँ बसेको होइन अब उहाँहरू चाहिँ दिदीहरू चाहिँ फोटो खिच्नु हुँदैछ दिदी साली बुढीहरू चाहिँ हामी हर्कसाङपाङ पार्कमा आएको छौँ है त हजुर हाम्रो माननीयज्यू हर्कसाङपाङ पार्क पहिलाभन्दा धेरै राम्रो बनाउनु भएको रहेछ है कति धेरै म त कस्तो स्वर्गमा आएको जस्तो फिल भयो हजुर म फेरि दाइ मौसम पनि मौसम दामी है त्यस्तै आज फेरि कुल मौसम एकदम स्वर्गमा आएको जस्तै फिल भइरहेछ आज एकदम राम्रो रमाइलो भएर छ हाम्रो भाइहरूसँग हो यहाँ फ्यामिली नै आएको छु एकदम राम्रो लाग्यो रमाइलो लाग्यो खुसी लाग्यो अझै यस्तै अगाडि पनि धेरै प्रगतिहरू होस् यो ठाउँमा भन्न चाहन्छु है म चाहिँ एकदम खुसी लागिरहेछ आज एकदम मौसम एकदम कुल मौसम आज है त तपाईँहरू पनि आउनु होला है साथीहरू मात्र देख्नु भएको छ होला कसै मान्छेले यहाँ आउनुहोस् अझै राम्रो भएको छ कति कहाँ कता कता राम्रो भएको छ है त साथीहरू मैले हजुरलाई अस्ति नै भ्लगमै मैले पहिला नै देखाइसकेको होला होइन त्यही भएर मैले चाहिँ खासै त्यति साह्रो मैले भ्लग गरिनँ होइन अलिअलि मिनी भ्लग जस्तै बनाएर लाउँछु होला म सायद होइन पहिला नि म आइसकेको होइन अब देखाइसकेको होइन तपाईँहरूलाई होइन त हजुर पनि आइसक्नु भएको होला अनि त्यही भएर मैले चाहिँ त्यति साह्रो अब त्यसको डिटेलीमा म गर्दिनँ भिडियोहरू अलिअलि मात्रै क्लिपहरू मात्रै लाउँछु है साथीहरू है अहिले चाहिँ हामी एकछिन दाजुभाइ यसरी बसिरहेको छौँ उहाँ दिदीहरू बुढीहरू चाहिँ अनि फोटो खिच्नु हुँदैछ होइन हामी साइकल नो त्यसो नगर्नु हेलो गाइस ओके ल साथीहरू अहिले एकछिनमै भेटौँ ल यहाँ चाहिँ कोही फिस रहेको छ साथीहरू है माछाहरू सानो सानो थियो अहिले चाहिँ ठुलो भइसक्यो माछाहरू पनि कोही फिस चाहिँ सेलरोटीहरू पनि रहेछ है के गर्नु होला के गर्नु ल साथीहरू हामीहरू चाहिँ फर्केको अब तल हामी जान्छौँ ज्येष्ठ नागरिक पार्कमा ज्येष्ठ नागरिक पार्कमा जान्छौँ होइन त्यहाँ चाहिँ हेर्नुपर्ने छ त्यहाँ चाहिँ गएको छैनौँ हामीहरू त्यहाँ चाहिँ जानु भन्छ नयाँ बनाएको छ नि त साथीहरू त्यही भएर बादरहरूले कहाँ को गर्नु त के गर्नु कस्तो सफा क्या पानी चाहिँ पहिला यहाँ पौडी खेल्थ्यौँ हामी साथीहरू अब मजा आउँथ्यो है फेरि अब सफा छ है पानी चाहिँ लगाइज हामी चाहिँ ज्येष्ठ नागरिक पार्कमा आएको छौँ यहाँ चाहिँ अब सबै कम्प्लिट हुनु आँटिसक्यो कस्तो मजाको यहाँ आज श्रमदान गर्नु हुँदो रहेछ नि त श्रमदान सकेर यहाँ खाजा नास्ताहरू हुँदै रहेछ ज्येष्ठ नागरिक पार्क अब यता रङहरू लाउने बाँकी रहेछ
ल साथीहरू आजको भिडियो यति नै रहेको थियो होइन हजुरले अन्तिमसम्म हेरिदिनुमा धेरै धेरै धन्यवाद अन्त के भन्न चाहन्छ अन्त के भन्न चाहन्छ ल के अघि के भन्नुहुँदैछ नि अघि त म चाहिँ के भने आज हाम्रो चाहिँ यात्रा यहाँ श्रम संस्कृति पार्क यात्रा अब यति नै हो हामी घुमिसक्यौँ अब यो पार्क चाहिँ भर्खर बन्दैछ हजुर अब पछि बनिसकेपछि अझै राम्रो देखिन्छ अहिले भर्खर बन्दाखेरि धेरै राम्रो देखिएको छ अब पछि बनिसक्दा एकदम राम्रो देखिन्छ त्यो भएर अब नेक्स्ट अब बनिसकेपछि हाम्रो नेक्स्ट भिडियोमा फेरि हाम्रो भाइले लाउनुहुन्छ है त हस् त सबैजनालाई हुन्छ, धन्यवाद है धेरै धेरै हुन्छ बाई बाई भन्नु दाइ ओके साथीहरू तपाईँहरू पनि अब स्वस्थ रहनुहोस् मस्त रहनुहोस् फेरि नेक्स्ट ब्लगमा भेटौँला होइन साथीहरू आजलाई चाहिँ बाई बाई ल बाई बाई भन्नु बाई बाई गाइज ल बाई बाई साथीहरू बाई बाई सबैजनालाई